प्रणाम सबैमा नमस्ते छ है। मेरो चाहिँ आज केही कुरा राखौँ भनेर चाहिँ आएको छु। हामी चाहिँ केही समयदेखि अलि दुःख पीडामै थियौँ। अहिले जस नर्मल राम्रो छ र त्यो 40-45 दिनको हस्पिटल बसाएपछि चाहिँ बस्दाखेरि चाहिँ त्यो साथ दिनुहुने इष्टमित्र आफन्तहरूमा मेरो धेरै धेरै धन्यवाद र प्रणाम व्यक्त गर्दछु। त्यत्रो 40-45 दिन एक दिन नछुटाइ आएर साथ दिने गफ गरिदिने होइन, अनि खाना बिहान बेलुका ल्याएर खुवाइदिने, माया देखाइदिनु भयो, माया गरिदिनु भयो, साथ दिनुभयो, सपोर्ट गरिदिनु भयो। उहाँहरूमा मेरो फेरि पनि प्रणाम व्यक्त गर्दछु, धेरै धेरै धन्यवाद व्यक्त गर्दछु होइन। यस्तै हो, दुःख बेला आफूलाई चाहिन्छ भन्ने हो होइन, यस्तै हो। अब भन्नेले भन्ने गर्छन्, अब गर्नेले गर्छन्। मान्छेले हरेक कुराहरू सुनाउँछन्, हरेक गर्छन् है। यहाँ जसले साथ दिनुभएको छ, जसले माया गरिदिनु भयो, सम्पूर्णमा मेरो धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।